आज विश्व वातावरण दिवस 2026 देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसर पारेर हाम्रो पहुँच विद्यालयले आज स्कुल प्राङ्गणमा विभिन्न प्रजातिका बिरुवा लगाएको छ। विद्यालय परिसरमा आँप, लिची, अम्बा, स्वामी र विभिन्न फल तथा फूलका बिरुवा रोपिएको छ। विद्यालयले विद्यार्थीमा जनचेतना जगाउने उद्देश्यले बिरुवा रोपण तथा आदर्श नगर टोल विकास संस्थाको बाटोमा सरसफाई गरिएको जनाएको छ। कार्यक्रममा कक्षा 8 का विद्यार्थी गिरीश भण्डारीले बिरुवा कसरी रोप्छन् भन्ने कुरा सिक्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले आफ्नो घर वरपरको वातावरण सफा र स्वस्थ राख्न रुख बिरुवाको महत्व निकै रहेको बताउनुभयो। हामीले विद्यालयको प्राङ्गणमा सरसफाई गर्यौं अनि वृक्षारोपण गर्यौं। विद्यालयको प्राङ्गणदेखि बाहिर पनि सरसफाई गर्यौं अनि बोट बिरुवाहरू रोप्यौं। पहिले रुख बिरुवा रोप्यौं अनि कसैले पानी झार्यौं। स्कुलमा चाहिँ सबैले सहयोग गर्नुभयो, टिचरहरू अनि स्टुडेन्टले पनि टिचरहरूलाई सहयोग गर्यौं। यसैगरी विद्यालय व्यवस्थापन उपसमिति सदस्य उत्तम भण्डारीले विद्यार्थीलाई बिरुवा रोप्न सिकाउनु भएको हो। उहाँले सन् 1973 देखि प्रत्येक वर्ष जुन 5 तारिकलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको बताउनुभयो। विद्यालयले किताबमा भएका कुरालाई जीवनमा लागू गर्न गरेको यो प्रयास अत्यन्तै प्रभावकारी रहेको उहाँको भनाइ छ। विश्व वातावरण बचाउने कामहरू, ग्लोबल वार्मिङलाई चाहिँ स्टप गर्ने कामहरू गर्दै जानुपर्छ। तब मात्रै के हुन्छ त भनेदेखि आज पग्लेर गइरहेका हिमालयका कारणले गर्दाखेरि हाम्रा एउटा ग्रिन माउन्टेनहरू के भइरहेका छन् भने काला पत्थरको रूपमा परिणत भइरहेका छन्। यसरी काला पत्थरमा परिणत नहुन दिनको लागि के गर्नुपर्छ त भनेपछि हामीले प्रत्येक ठाउँमा जति मात्रामा चाहिँ रुखहरू कटान हुन्छ, जुन रूपले चाहिँ रुखहरू नष्ट भइरहेका छन् त्यही अनुपातमा हामीले वृक्षरोपण गर्दै जानुपर्छ। त्यसकारणले आज विश्व वातावरण दिवसको अवसरमा जुन चाहिँ बिरुवा रोप्ने कुराहरू यी कुराहरू सबै ठाउँ गर्ने गरिन्छ र विद्यार्थीहरूले र एउटा चाहिँ सचेत वर्गहरूले यसरी समाजलाई, समुदायलाई बुझाउनको लागि पनि गर्ने गरिन्छ। यस्तै हाम्रो पहुँच बहुद्देश्य सहकारी संस्थाका सिइओ डीआर भण्डारीले विगतका वर्षदेखि नै विद्यालयले विद्यार्थीहरूलाई विभिन्न क्रियाकलापमा सहभागी गराउँदै आएको बताउनु भएको छ। सोही अनुरूप आज विद्यार्थीहरूलाई वातावरणको महत्व, संरक्षणमा उनीहरूको सहभागिता र प्रकृति प्रतिको माया बुझाउन यस्तो क्रियाकलापमा सहभागी बनाएको बताउनुभयो। हाम्रो पहुँच सेकेन्डरी स्कुलले एउटा वृक्षारोपण कार्यक्रम अनि सरसफाइको कार्यक्रम सम्पन्न गर्दैछ। वातावरण हामी सबैको लागि हो। वातावरण राम्रो भएन भने धेरै कुराहरूमा असर पर्छ। मान्छेको स्वास्थ्य सँगसँगै धेरै कुराहरू, जीवजन्तुदेखि लिएर सबै कुराहरूमा चाहिँ वातावरणले असर पुऱ्याएको हुन्छ। हामी सबैले अहिले ग्लोबल वार्मिङको कुराहरू छ, हामी सबै मिलेर घरघरबाट, टोलटोलबाट र सबै क्षेत्रबाट हामी मिलेर चाहिँ यो वातावरणलाई जोगायो भने हामी सम्पूर्ण हाम्रो मात्रै होइन विश्व सबैको स्वास्थ्य चाहिँ राम्रो हुन्छ भन्ने भनाइको एउटा सचेतना फैलाउनलाई पनि हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ। विद्यालयका प्रधानाध्यापक शिव पुनले विद्यालय परिसरमा हरियाली बनाउन विभिन्न फल र फूलका बिरुवा लगाएको जानकारी दिनुभएको छ। उहाँले बालबालिकालाई वातावरण संरक्षणमा विद्यार्थीको भूमिका कति महत्त्वपूर्ण छ भन्ने कुरा सिकाउन पनि यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। विशेष गरी हामीले अघिल्ला वर्षहरूमा चाहिँ विभिन्न ठाउँमा स्कुल कम्पाउन्डभन्दा बाहिर गएर कहिलेकाहीँ टोल सफा, कहिलेकाहीँ चाहिँ छिमेकका विभिन्न सामाजिक संस्थाहरूमा, सामाजिक ठाउँहरूमा गएर, धार्मिक स्थानहरूमा गएर त्यहाँ चाहिँ सरसफाइ गर्ने कामहरू चाहिँ गर्थ्यौँ, वृक्षारोपणका कामहरू गर्थ्यौँ भने यसपटक चाहिँ हामीले सुरुमा चाहिँ आफैमा भनेको स्कुल कम्पाउन्डभित्र चाहिँ हरियाली बनाउन सकियो भने खास चाहिँ विश्व वातावरण दिवसको चाहिँ त्यो सार्थकता पाउँछ र बाबु नानीहरूले पनि आफ्नै स्कुल कम्पाउन्डभित्र चाहिँ वृक्षारोपण गरेपछि त्यसलाई चाहिँ अलिक चाहिँ आफूलाई भोलि त्यो रुखहरूलाई बचाउनेदेखि लिएर सबै काममा चाहिँ सक्रिय रूपमा हुन्छन् जस्तो लागेर पनि यस वर्ष चाहिँ हामीले कम्पाउन्ड वरिपरि नै यो हाम्रो पहुँच प्राङ्गण वरिपरि चाहिँ सरसफाइदेखि लिएर हामीले चाहिँ स्कुल कम्पाउन्डभित्रै विभिन्न प्रजातिका बिरुवाहरू चाहिँ रोपेका छौँ।